आज तपाईहरुलाई प्रोडक्ट कोड फाइन्ड कसरी गर्ने है। यहाँ सबै प्रोडक्टमा प्रोडक्ट कोड फाइन्ड गरेर हुन्छ। हेर्नुस् यहाँनिर लेखेको छ प्रोडक्ट कोड 5502 यही हो 5502। त्यस्तै चाहिँ तपाईको अर्को कुनै प्रोडक्टमा जस्तै यो प्रोडक्ट पलमको हैन, यसमा चाहिँ कोड हेर्न सक्नुहुन्छ। तल गएर यहाँ हेर्नुस् है प्रोडक्ट कोड, एभ्री प्रोडक्टमा कोड लागेको हुन्छ। हो यो कोड चाहिँ टिप्दै जानुपर्छ। तपाईलाई जुन जुन प्रोडक्ट मन पर्छ त्यसको प्रोडक्ट कोड 1123 यहाँ छ 1123 हो, यो चाहिँ टिप्दै गर्नुस् अनि कोमा दिएर राख्दै जानुपर्छ अनि एकैपटक आइडिया लिस्टमा पुट गर्नुपर्छ। जस्तो यो स्ट्रबेरीको यो डट एन्ड कीको सनस्क्रिन हो हैन, यसको प्रोडक्ट कोड कति हो यहाँ लेखेको छ हेर्नुस् 4929 हो। यो कपी गरेर राख्नुस्। तपाईहरु 10 टा 20 टा 50 वटा जति पनि राख्न सक्नुहुन्छ। जुन जुन प्रोडक्टहरु तपाईले मन पर्छ सर्च गरेर हेर्नुस् अनि त्यसको प्रोडक्ट कोड फाइन्ड गरेर एकै ठाउँमा लेख्नुस् अनि लेखेर चाहिँ एकैपटक अब आइडिया लिस्टमा पुट गर्ने हो। त्यो कसरी पुट गरिन्छ त्यो म तपाईलाई यहाँ देखाउँदै छु है एकैछिन। यो चाहिँ आइडिया लिस्ट हो। यो आइडिया लिस्टमा अब तपाईहरुको यस्तो खोलेको ओपन खोलेको हुन्छ। यो माथिको जुन देखाइएको छ यो लिंक एन्ड प्रोमो कोड, यो चाहिँ प्रोमो कोड डिस्क्रिप्सनमा राख्नु होला कपी गरेर अनि लिंक चाहिँ बायोमा राख्नुला है। यो लिंकमा जहिले पनि यो प्रोडक्टहरु सबै भिजिबल हुन्छ। जति जति कोड दिनुहुन्छ यसमा कोमा दिएर कोड हाल्नुपर्छ। जस्तो यसमा त्यो जति कपी गरेर राख्नुभयो यो चाहिँ राख्नु होला। जस्तो 1972 लेखे हैन, यहाँ कोड हेर्नुस् यो हेयर सिरम आयो, हेयर सिरम आयो। यस्तै प्रोडक्टहरु तपाईले कोड राख्नुभयो, जति साडी राख्नुस् या ब्युटी प्रोडक्टहरु राख्नुस् सबैको कोडहरु यहाँ आफ्नो तपाईको स्टोरमा भिजिबल हुन्छ अनि त्यो लिंकमा भिजिबल हुन्छ। तपाईको यो कुनै पनि प्रोडक्ट यो जरुरी छैन तपाईको आइडिया लिस्टमा हुनुपर्छ। यो आइडिया लिस्टमा कुनै पनि प्रोडक्ट क्लिक गरेर वेबसाइटमा कुनै पनि प्रोडक्ट पर्चेज गरेमा सबैमा चाहिँ कमिसन आउने हो। तर त्यही पनि तपाईको स्टोर चाहिँ राम्रो होस्, राम्रो लागोस् भनेर चाहिँ अलि 20-30 वटा राख्नुस् किनभने त्यसपछि तपाईको आफ्नो चोइसले आफ्नो टिकटकमा म्याच हुने गरी अनि युजरहरुलाई किन्नलाई सजिलो हुन्छ। जुन प्रोडक्टको रिभ्यु गर्नुहुन्छ टिकटकमा त्यो प्रोडक्टलाई अगाडि राख्नु कोड अनि तपाईको लिंकमा क्लिक गरेपछि त्यहाँ सेल्समा कन्भर्ट हुने चान्स धेरै नै हुन्छ। हस् त आज बुझ्नुभयो यो चाहिँ एप कोड भनेको के हो, प्रोडक्ट कोड र आइडिया लिस्ट भनेको के हो। हस् त धन्यवाद।